आजको यस भिडियोमा चाहिँ म तपाईलाई सेकेन्डरी मार्केट मार्फत चाहिँ हामीले शेयर अथवा आइपिओ कसरी बेच्ने भनेर जानकारी गराउँदै छु र त्यसको लागि चाहिँ तपाईहरु जस्ट गुगल क्रोम ओपन गर्नु होला अथवा कुनै पनि ब्राउजर ओपन गर्नु होला र तपाईले चाहिँ त्यहाँनेर सर्च गर्नुपर्ने हुन्छ तपाईको चाहिँ कुन ब्रोकर अथवा टीएमएस पनि भन्छ कुन टीएमएस हो तपाईको त्यो सर्च गर्नुपर्ने हुन्छ। जस्ट मेरो चाहिँ टीएमएस नम्बर 49 रहेको छ, ब्रोकर नम्बर 49 रहेको छ मेरो र चाहिँ यो चाहिँ म ओपन गर्छु र तपाईहरु पनि ओपन गर्नु होला र तपाईहरुले अकाउन्ट क्रिएट गर्नु भएको छ भने चाहिँ अकाउन्ट बनाउनु पर्ने हुन्छ र यसको आइडी बनाउनु पर्ने हुन्छ र कसरी बनाउने भनेर चाहिँ यसको मैले भिडियोको लिंक चाहिँ डिस्क्रिप्सनमा राखिदिएको छु, त्यहाँ मार्फत चेक गर्न सक्नुहुनेछ र जस्ट देख्न सक्नुहुन्छ मेरो चाहिँ ब्रोकर नम्बर 49 रहेको छ र टीएमएस 49 भनेर यहाँनिर देख्न सक्नुहुन्छ र जस्ट यसमा चाहिँ क्लिक गरेर ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईहरुको यहाँनिर देख्न सक्नुहुन्छ युजर नेम, त्यसपछि यहाँनिर पासवर्ड लगाउनु होला। पासवर्ड लगाइसकेपछि तपाईले यहाँनिर क्याप्चा लगाउनु पर्ने हुन्छ, जस्ट क्याप्चा चाहिँ लगाउनु होला। देख्न सक्नुहुन्छ म चाहिँ क्याप्चा लगाएको छु र त्यसपछि क्याप्चा लगाइसकेपछि तपाईहरुले लगइनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ र जस्ट लगइनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब तपाईहरुको यहाँनिर कुन कुन शेयर रहेको छ यहाँनिर तपाईले देख्न सक्नुहुन्छ, यस्तो किसिमले देख्न सक्नुहुन्छ र अब तपाईहरुले चाहिँ यहाँनिर सम्पूर्ण डिटेल्स देख्न सक्नुहुन्छ र अब यहाँनिर तपाईको शेयर डिटेल्स यहाँनिर रहेको छ र जस्ट अब तपाईले शेयर बेच्नको लागि चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ अर्डर म्यानेजमेन्ट भन्ने अप्सन देख्न सक्नुहुन्छ। जस्ट अर्डर म्यानेजमेन्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि तपाईले चाहिँ यहाँनिर बाइ एन्ड सेल भन्ने अप्सनमा क्लिक गर्नु होला। वेट गर्नुपर्ने हुन्छ र जस्ट यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ ओपन भइसकेको छ र अब तपाईले यहाँनिर सिम्बल यहाँनिर देख्न सक्नुहुन्छ अब बाइ एन्ड सेलमा आइसकेको छ र तपाईले बाइ अथवा सेल गर्न म चाहिँ शेयर बेच्न गइरहेको छु र सेलतिर क्लिक गर्नु होला। यदि किन्ने हो भने बाइतिर क्लिक गर्नुपर्ने हुन्छ र शेयर बेच्नको लागि चाहिँ सेलतिर क्लिक गर्नुपर्ने हुन्छ र जस्ट अब तपाईले यहाँनिर सिम्बल देख्न सक्नुहुन्छ। यो सिम्बलमा चाहिँ तपाईले कुन शेयर बेच्ने त्यो चाहिँ टाइप गर्नुपर्ने हुन्छ, जस्ट त्यसको सर्ट फर्ममा अथवा तपाईले देख्न सक्नुहुन्छ म चाहिँ बन्दीपुर शेयर चाहिँ बेच्न गइरहेको छु र यसको प्राइस चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ 771.2 रहेको छ र अब त्यसको चाहिँ म कति किता भन्दा म 10 किता चाहिँ बेच्न गइरहेको छु र 10 किता र यसको प्राइस कति रहेको छ। अब प्राइस चाहिँ तपाईले यहाँ धेरै थोरै पनि मिलाएर हाल्न सक्नुहुन्छ र अहिले चाहिँ प्राइस भनेको 771.2 रहेको छ यो बन्दीपुरको यहाँनिर देख्न सक्नुहुन्छ र अब यो किन टप बाई भनेर यहाँनिर देख्न सक्नुहुन्छ। टप बाई भनेको चाहिँ सबैभन्दा धेरै प्राइस हाल्ने चाहिँ 771.2 नै रहेको छ र टप सेल भनेको चाहिँ 771.5 मा चाहिँ बेच्न चाहिँ बसिरहनु भएको छ। अब तपाईले देख्न सक्नुहुन्छ कतिमा चाहिँ तपाईले बेच्न सेल गर्न गइरहनु भएको छ त्यो चाहिँ यहाँनिर राख्नुपर्ने हुन्छ। जस्ट म चाहिँ देखाउन चाहन्छु तपाईलाई 771.2 मा लगाइदिन्छु। देख्न सक्नुहुन्छ सरी म 3 लगाइदिन्छु, 771.3 लगाउँछु र यहाँनिर चाहिँ 2 मा रहेको छ मार्केट प्राइस र जस्ट यहाँनिर चाहिँ अब म सेल अप्सनमा चाहिँ क्लिक गरिदिन्छु। क्लिक गरिसकेपछि सक्सेसफुल भनेर देख्न सक्नुहुन्छ, न्यू अर्डर रिक्वेस्ट हैज बीन सक्सेसफुली प्लेस भनेर देख्न सक्नुहुन्छ र मेरो चाहिँ अर्डर चाहिँ बेच्नको लागि चाहिँ मेरो अर्डर रिक्वेस्ट चाहिँ भइसकेको छ र जस्ट यहाँनिर रिफ्रेस गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ ओपन यहाँनिर चाहिँ मेरो शेयर बेच्नको लागि चाहिँ बसेको छ र यहाँनिर देख्न सक्नुहुन्छ। अब यहाँनिर तपाईले चाहिँ यहाँनिर शेयर बिकिसकेपछि चाहिँ यहाँनिर तपाईहरुले यहाँनिर हट्छ र अहिले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ मैले अर्डरमा चाहिँ राखेको छु र जस्ट केही समय वेट गर्नुपर्ने हुन्छ र साथीहरु मेरो चाहिँ अहिले कहिले नै शेयर बिकिसकेको छ। जस्ट देख्न सक्नुहुन्छ डेली अर्डर बुकमा गएर चाहिँ यहाँनिर डेली अर्डर बुकमा आउनु होला र ओपनमा चाहिँ यहाँनिर कम्प्लिटेडमा क्लिक गर्नु होला। कम्प्लिटेडमा क्लिक गर्ने बित्तिकै यहाँनिर देख्न सक्नुहुन्छ मेरो चाहिँ यहाँनिर यो रहेको छ मेरो आइडी बन्दीपुर र 10 किता चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ यसरी चाहिँ सेल भइसकेको छ। 7,713 रुपैयाँमा चाहिँ मैले बेचेको छु। 771.3 रुपैयाँ पर किताको दरले चाहिँ मैले 7,713 रुपैयाँमा चाहिँ 10 किता चाहिँ बेचेको छु र यस्तो तरिकाबाट तपाईले सजिलैसँग चाहिँ शेयर अथवा आइपिओ बेच्न सक्नुहुनेछ। साथीहरु आजको भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नु होला। धन्यवाद।